रिसोर्ट खोले, राफ्टिङ खोले, खोले महँगो होटल, घाटा लायो बैंकले खायो 10औं अर्ब टोटल। कोरोनाको लुटो पनि अझै गएन, टुरिस्ट आएन, टुरिस्ट आएन। हिमाल पहाड तराई हेर्न टुरिस्ट आएन। टुरिस्ट आउनु भो, टुरिस्ट आउनु भो, हिमालयको फोटो खिच्न टुरिस्ट आउनु भो। नमस्कार, हार्दिक स्वागत छ नेपालमा। थ्याङ्क यू सो मच। डु यु निड गाइड? चाहिन्छ 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 चाहिन्छ। अब तपाईँले नै यस्तो नेपाली बोलेपछि त मैले त्यत्रो पढेको अङ्ग्रेजी त कामै लागेन त्यहाँ। अनि तपाईँले यो नेपाली चाहिँ कहाँ सिकेको त? 10 वर्ष अघि नेपाल आएको होला, त्यही बेला तिमीसँग सिकेको होला। मसँग सिकेको हो? या। तपाईँको नाम के हो त? मिस चाम्री। चाम्री कस्तो राम्री? थ्याङ्क यू सो मच। आई लभ यु। तेरो बाउ। अनि मलाई अगाडि नै चिन्या थियो? या चिन्या थियो। तिमीलाई बिर्सेको होला? म त बिर्सेँ त भुसुक्कै। आऊ हक गरौँ। हक गर्ने? तो नेपालमा चाहिँ नो अङ्गालो, यहाँ नमस्कार मात्रै, नो अङ्गालो। वाइ? अङ्गालो हाल्यो भने पहिला अङ्गालो पछि सम्बन्धमा भङ्गालो। 10 वर्ष पहिला भेटेर चाहिँ मैले अलिअलि सम्झि, त्यो मैले भक्तपुर दरबार स्क्वायर घुमाएको थिएँ है। या आई लभ इट। त्यसपछि मैले सरकारी जागिर खाएँ नि। जागिर खायो? हो 10 वर्ष अगाडि टुरिस्ट गाइड थिएँ, बिचमा सरकारी जागिर खाएँ मैले अर्थ मन्त्रालयमा। वाउ भेरी नाइस। अनि छोडिदिएँ मैले। किन छोडेको होला? अब अर्थ मन्त्रालयमा जागिर खाँदै गएको, अस्ति मात्रै मलाई त्यो सिसिटिभी फुटेज खोजेर लिएर आइज भन्यो। भेरी ब्याड भेरी ब्याड। अब भेट्दै नभेट्ने सिसिटिभी फुटेज कहाँबाट खोजेर ल्याउने मैले? त्योभन्दा बरु जागिरै छोडिदिएँ। सिसिटिभी फुटेज खोज्नुभन्दा बरु मङ्गलबजारतिर टुरिस्ट खोज्न सजिलो छ। अघि एउटा कुरा तिमीले भन्न दिएन होला, तिम्रो नगरपालिकाको मेयरहरू ऱ्याप मात्र गाउँछ होला, बाटो बनाउँदैन होला। त्यो बाटोको खाल्टा खुल्टी मलाई मन परेन होला। ए बाटोको खाल्टो? या। ए खाल्टो त त्यो हामीले आफै बनाएको। आफै किन बनाएको होला? त्यो किन भन्दाखेरि चाहिँ त्यो जस्तो 3टा खाल्टो हुन्छ है, यहाँ खाल्टो हुन्छ, त्यहाँ खाल्टो हुन्छ, त्यहाँ खाल्टो हुन्छ, त्यहाँ हुन्छ नि। अब यहाँबाट मोटरसाइकल लिएर आउँदाखेरि ढुई 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 यस्तो गरेर जाने, फेरि ढुई 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 यता जाने होइन। 3 चोटि ओर्दर गर्दाखेरि ट्रायल पास हुन्छ, लाइसेन्स दिने। What an intelligent idea. इन्टेलिजेन्ट नेपाली आइडिया मुसाले खाइदिया। त्याला खाल्टो भएर कति दुःख पाछ हामीलाई थाहा छैन, भन्ने भएन यिनीहरूलाई होइन। एकदम हाम्रो बेस्ट आइडिया हो त्यो। त्यो अर्को एउटा मन नपरेको होला। अर्को नि मन नपरेको? या त्यो तिम्रो ड्रेसको ट्राफिक जाम किन नहटेको होला? ट्राफिक जाम किन नहटेको हो? या आइ एम सो इरिटेटेड, आइ एम सो टायर्ड। त्यो त कहाँ हट्नु नि, त्यो त हामीले आफै जाम गराएको। आफै किन गराएको होला? त्यो नेपालको टुरिज्म सेक्टरको डेभलप गर्नको लागि। Oh my God, त्यो ट्राफिक जाम गराएर टुरिज्म सेक्टर कसरी डेभलप हुन्छ होला? जस्तो पहिला पहिला जाम हुन्थेन होइन। अब अमेरिकाबाट टुरिस्ट आउँदाखेरि बिहान एयरपोर्टमा ल्यान्ड गर्थ्यो, अनि त्यस पछाडि घुम्दै घुम्दै काठमाडौँ घुमिसकेर, लुम्बिनी घुमिसकेर, उता इलाम पनि घुमेर, स्वर्गद्वारी घुमेर बेलुका 10 बजे त फुट्यो अमेरिका उठ्थ्यो। नाइस। अनि त्यसपछि हामीले यो त भएन, देशलाई आम्दानी नै भएन भनेर हामीले चाहिँ त्यो ट्राफिक जामको स्किम ल्यायौँ। अहिले त होइन, काठमाडौँ घुम्नलाई 3 दिन, अनि पोखरा जान्छु भन्यो भनेदेखि त 9 विषयमै 2 दिन, अनि 9 विषयमा त्यसलाई त त्यो 200 रुपियाँ प्याकेट चाउचाउ, 300 रुपियाँ घोगा मकै त्यहाँ छेराएर त्यसका डलर जति जम्मै झारेर देशको अर्थतन्त्र त पुरै उमलाएर हामीले त चाइनालाई जित्न लागिसक्यो अहिले त त्यसले। अनि त्यस पछाडि त्यहाँबाट अझै त्यसले म जनकपुर पनि घुम्छु भन्यो भनेदेखि त त्यसलाई मुगलिङमा त्यो कुरिन्टारमै ढुङ्गो लडाएर बाटो छेकेर गोर्खाको सुन्तला ल्याएर दानाको 500 मा बेच्यौँ हामी। अरू कुरा छोडौ होला,
अरू कुरा छोडो होला त्यो तिम्रो ड्रेसको एउटा कुरा नि त्यो एउटाको बुढी अर्कोको बुढा अर्कोसँग त्यो मैले युट्युबमा हेरेको होला यस्तो किन भएको होला मलाई चाहिँ मन नपरेको होला ए त्यो त त्यो धुवा धुलोले गर्दा ओ माई गॉड धुवा धुलोले कसरी भयो होला अब कस्तो भन्दाखेरि बिहान बुढाबुढी सपिङ गर्न बजार जान्छ अनि दिनभरि धुवा र धुलोले अनुहारभरि कु भएर बुढाबुढी नै चिन्दैन भने लाग्छ घर आउँदाखेरि त अर्काको बुढी लिएर आइरहेको हुन्छ आफ्नो बुढी अर्कोसँग गइरहेको हुन्छ अनि घरमा आएर सुत्छ भोलिपल्ट बिहान छ्याप्प यसो पानी छापेर हेर्दाखेरि पो ओ माई गड आई एम सरी तिमी अर्काको बुढी रहेछ भन्छ ओ माई गॉड भोलिपल्ट फिर्ता लिएर जान्छ यस्तो पनि हुन्छ होला ए त्यस्तो कति हुन्छ अझ त्यति मात्रै हो र त्यो बजार गएको होइन अब घर त बाटो छेउमा हुन्छ नि त छारोले घर नचिनेर होइन छारो धुलो धुलोले त्यो घर नचिनेर घर भन्डानेर अर्काको बुढी लिएर गेस्ट हाउसमा छिरिरहेको हुन्छ यो मलाई मन परेन होला त्यसपछि के भयो होला त्यति मात्रै हो र त्यो अख्तियारको मान्छे छैन हाकिमहरू बिहान ठ्याक्क अफिसबाट निस्किने बेलामा आज ठुलो माछा समात्ने भनेर हिँड्या हुन्छ है अनि गएर समात्ने बेलामा त ठुलो भनेर समात्यो सानो मात्रै परिरहेको हुन्छ ठुलो भनेर समात्यो सानो मात्रै परिरहेको हुन्छ सबै धुलोले नदेखेर ओ माई गॉड कस्तो बेइमानी धुलो त्यसैले गर्दा फुट्कियो ठुलो एकदम बेइमानी धुलो त्यो भएर फुट्कियो ठुलो सानो मात्रै समातेर खोरभित्र हुल्यो त्यो तिमीलाई अचम्म लागेको छैन एकदम अचम्म लाग्यो त्यो ठुल्ठुलो स्वरले हाँस्नु पर्ने हो त्यो सानसानो स्वरले हाँसिरहेछ सानसानो स्वरले हाँस्नु पर्ने ठुल्ठुलो स्वरले हाँसिरहेछ त्यो मैले सुनेको तिम्रो ड्रेसमा जे नचाहिने हुन्छ त्यही मात्र धेरै हुन्छ त्यो तपाईँले सुन्नुभयो अहिले हाँसेको त्यो चाहिँ त्यो धेरै हाँसेपछि सो जम्छ भन्ने ठानेर हाँसेको नेपालमा अहिले नयाँ आएको कमेडीमा यस्तो एकदम धेरै छ मुर्दारहरू आफै हँसाहस्त गर्छ आफै हाँस्यास्त गर्छ तिमीले पनि मलाई हँसायो होला अरे I want to tell you one thing. तिमीले बे गर्यौ तिमीले बे गर्यौ मैले गर्ला जस्तो भइरहेछ कसरी सम्भावना भयो होला एउटा केटी मैले मन पराएको छु त्यही भएर त्यो को होला त्यो यता मेरो दाहिनेतिर होला इट्स ओके तिमी जस्तो मान्छेले बे गर्यो भने मलाई कसरी राख्छ होला अब कसरी राख्छ भनेर भन्दाखेरि चाहिँ अब त्यो प्युठान सिमेन्टले घर बनाउँछु त्यसपछि मार्बलको पाइप हाल्छु अनि त्यस पछाडि त्यो नियोको सामग्रीहरू हाल्छु क्या माथि सोलरमा त्यसपछि किचनको चिम्नीतिर त्यो हाल्छु अच्छा मलाई याद हेरेको नियो क्वालिटी लिभिङ भन्ने त्यही हो त्यो ओके अनि त्यस पछाडि माथि चाहिँ डिसोम हाल्छु छानामा अनि भात खाने बेलामा जहिले पनि उपकार राइस I love Nepali food. I love rice. Okay. I love rice. धेरै खायो भने त भातै भन्छ फेरि अनि त्यस पछाडि तिमीलाई बिहे गर्दाखेरि चाहिँ तिमीलाई बिहे गर्नलाई त्यो साइज जुराउने चाहिँ हाम्रो पात्रोबाट साइड हेर्छ होला साइज हेर्छ त्यो पात्रोबाट साइज हेराउने अनि त्यसपछि तिमीलाई समृद्धि ज्वेलर्स लाउने अनि भ्याक्सिनोको लुगा ल्याउने त्यो भ्याक्सिनोमा मलाई पनि मिल्छ होला केटा मान्छेको पाउँछ त्यहाँ मैले लाएपछि तिमी खुसी हुने होला ओके 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 अरू त्यस पछाडि त्यहाँ अब तिमीलाई त्यो कुरा गर्नुपर्छ नि तिम्रो माइतीतिर इन्टरनेटबाट त्यो ऊ आएको छ नि लुप नेटवर्क ओके त्यसबाट कुरा गर्ने हो अनि त्यस पछाडि छतमा बसेर रेडियो अडियो सुन्ने अनि त्यस पछाडि तल आएर डिसोमबाट टिभीमा आउँछ नि त्यो कमेडी हब हेर्ने कमेडी सो हेर्ने अनि त्यस पछाडि त्यो अर्को एउटा छोरछोरी जन्मियो भनेदेखि चाहिँ जन्मिहाल्छ नि डेफिनेटली होइन जन्मेपछि चाहिँ त्यो अस्ट्रेलिया पठाउने के बढेर त्यो तिमीलाई नै अघि भनेको थिएँ नि मैले तिमीले भनेको थियो होला युटिसीबाट पठाउने ओके ओके अनि त्यस पछाडि यस्तो नाङ्गै बस्ने हुँदैन लामखुट्टेले टोक्यो भने चाहिँ अल आउट टी-शर्ट पनि आउट टी-शर्ट न आउट टी-शर्ट इन
लामखुट्टे मात्रै आउट ओके अर्को चाहिँ त्यो पैसा फ्याट्ट पे गर्ने हुन्छ नि एउटा कुरा त्यो तिमीले क्यासै पे गर्छौ होला कि कसरी गर्छौ होला होइन त्यसलाई फ्याट्टै मोबाइलबाट पठाउनु मिल्छ सजिलो पे सजिलो पे मिन्स इजी इजी त्यो भने नि पाकेट मारबाट सावधान के ओके जस्तो तिमीहरू जस्तोबाट होइन तिमी त होइन तिमीले मलाई पकेट मार भनेको होला पाकेट मार जस्तै भने त तिमीले पनि यहाँ मनभित्र एकदम छुरा मारिरहेछ यहाँ एकदम त्यस्तो कस्तो कस्तो गाह्रो गाह्रो भइसकेको छ मलाई अर्को फेरि एउटा छ जोय पपाया पपाया आई लभ पपाया त्यो पपाया होइन अर्को जोय पपाया भने यस्तो स्किनमा यस्तो गरेर पपाया भने लपाया लपाया पार लाउने स्किन केयर स्किन केयर या ओके ओके इट्स रियली नाइस अनि जोय पपाया लाउ त्यसो गर्दा स्किन पनि डढ्दैन त्यो बोल्ने को होला यो बोल्ने एकदम मजाको मान्छे हो को होला को हो यो राजा राजेन्द्र पोखरेल हो राजा मतलब किङ्स राजा मतलब किङ किङ्स किङ 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 रिटायर्ड किङ ओके एउटा कुरा त्यो तिमीले बिहेपछि के गर्ने होला त्यो त सबै भन्यो होला भने होला साँझ पनि पर्यो होइन तर होइन तिमीले यस्तो सपना नदेखा होला यहाँ देखो होला मेरो भोलि फ्लाइट छ म भोलि फ्लाइटमा जाने होला भोलि फ्लाइटमा जाने होला त्यस्तो रुनु पनि लागि चाहिँ नगर्ने होला ओके Media